नमस्ते। आज हामी नेपालको ब्याङ्किङ क्षेत्रको पछिल्लो वित्तीय अवस्था कस्तो छ त्यसलाई एकदमै सरल भाषामा केलाउनेछौँ। खास गरी लगानीकर्ताको आँखाबाट हेर्दा अहिलेको अवस्था के देखिन्छ, आउनुहोस् बुझौँ। हामीले यो विश्लेषणको लागि कतै बाहिरको होइन, सिधै नेपाल राष्ट्र ब्याङ्कले निकालेको पछिल्लो तथ्याङ्कलाई आधार मानेका छौँ। यसले गर्दा हामीले पाउने चित्र एकदमै स्पष्ट र आधिकारिक हुन्छ। कुनै पनि लगानीकर्ताको मनमा आउने पहिलो र सबैभन्दा महत्त्वपूर्ण प्रश्न नै यही हो, आखिर अहिले नेपालको ब्याङ्किङ क्षेत्र कतिको स्वस्थ छ त? ल, यसको जवाफ खोज्न हामी सिधै तथ्याङ्कतिर लागौँ। हामी यो पुरा विश्लेषणलाई 5वटा चरणमा हेर्नेछौँ। सुरुमा एक झलक, त्यसपछि वृद्धिको इन्जिन अनि क्षेत्रको स्वास्थ्य जाँच, त्यसपछि सुरक्षा सञ्जाल र अन्त्यमा समग्र दृष्टिकोण कस्तो छ भनेर हेर्नेछौँ। ल, सुरु गरौँ पहिलो खण्डबाट, एक झलक। यहाँ हामी ती 4वटा महत्त्वपूर्ण अङ्कहरू हेर्छौँ जसले पूरा ब्याङ्किङ क्षेत्रको अहिलेको अवस्था देखाउँछ। सबैभन्दा पहिलो र महत्त्वपूर्ण कुरा कुल निक्षेप। अहिले बैंकहरूमा 7.52 खर्ब रुपियाँ जम्मा भएको छ। यो भनेको जनताको ब्याङ्किङ प्रणालीमाथिको विश्वास कति बलियो छ भन्ने कुराको प्रमाण हो। अब त्यो जम्मा भएको पैसाबाट बैंकहरूले 5.66 खर्ब रुपियाँ ऋणको रूपमा व्यक्ति र व्यवसायलाई दिएका छन्। यही पैसाले त हो नि हाम्रो अर्थतन्त्रलाई चलायमान बनाउने। अब आउँछ अलिकति जोखिमको कुरा। यो 5.26% निष्क्रिय कर्जा अनुपातको मतलब के हो भने बैंकले दिएको हरेक 100 रुपियाँ ऋणमा लगभग 5.25 रुपियाँ जति समयमा उठिरहेको छैन। मतलब यो जोखिममा छ। र अन्तिममा यो 12.89% पुँजी पर्याप्तता अनुपात। यसलाई ब्याङ्किङ क्षेत्रको सेफ्टी कुसन वा सुरक्षा कवच भन्दा पनि हुन्छ। भोलि केही अप्ठ्यारो आइपर्दा घाटा सहन सक्ने क्षमता कति छ भन्ने कुरा यही अङ्कले देखाउँछ र अहिलेको अवस्थामा यो निकै बलियो देखिन्छ। ल, ती 4 मुख्य अङ्कहरू त हामीले हेर्यौं। अब दोस्रो खण्डमा जाउँ, वृद्धिको इन्जिन। यहाँ हामी ब्याङ्कहरूले पैसा लिने र दिने काम कतिको प्रभावकारी ढङ्गले गरिरहेका छन् भनेर निहाल्नेछौँ। यो चार्टमा हेर्दा प्रष्टै देखिन्छ ब्याङ्कहरूसँग जति निक्षेप छ त्योभन्दा कम कर्जा प्रवाह भएको छ। यसले के देखाउँछ भने ब्याङ्कहरूसँग अझै पनि बजारमा लगानी गर्नको लागि पैसा छ, अर्थात् ऋण दिने क्षमता बाँकी छ। त्यसो भए प्रश्न उठ्छ, यो जुन कर्जा गएको छ त्यो पैसा आखिर कहाँ गइरहेको छ त? कुन क्षेत्रले सबैभन्दा धेरै ऋण पाइरहेको छ? यो तथ्याङ्कले एकदमै रोचक कुरा देखाउँछ। सबैभन्दा धेरै ऋण व्यक्तिगत उपभोगका लागि गएको छ, जस्तै घर, गाडी किन्न। त्यसपछि थोक र खुद्रा व्यापार अनि उत्पादनमूलक क्षेत्रमा लगानी भएको देखिन्छ। कर्जा कहाँ गइरहेको छ भन्ने त थाहा भयो, तर अब सबैभन्दा महत्त्वपूर्ण कुरा आउँछ। त्यो हो दिएका ऋणहरूको गुणस्तर कस्तो छ र त्यसमा जोखिम कति छ। अब हामी तेस्रो खण्डमा यही कुरालाई नजिकबाट हेर्नेछौँ। अब हामी जोखिमको कुरा गर्दा एउटा शब्द बारम्बार प्रयोग गर्छौँ, एनपिएल अर्थात् निष्क्रिय कर्जा। यो भनेको के हो भने सिधा भाषामा भन्दा समयमा किस्ता वा ब्याज नतिरेको खराब कर्जा हो। यही नै यो ब्याङ्कको स्वास्थ्य जाँच्ने एउटा मुख्य मिटर। र यहाँ हेर्नुहोस्, यो एकदमै महत्त्वपूर्ण छ। समग्रमा खराब कर्जा 5.26% भए पनि सबै संस्थाहरूमा जोखिम बराबर छैन। वाणिज्य ब्याङ्कहरूको जोखिम 5.03% मात्रै छ भने फाइनान्स कम्पनीहरूको जोखिम त 12.52% पुगेको छ। यो लगानीकर्ताले एकदमै ध्यान दिनुपर्ने कुरा हो। ल, जोखिम त छ, तर प्रश्न यो हो कि भोलि कुनै ठूलो समस्या आइपर्दा हाम्रो ब्याङ्किङ प्रणाली त्यसको लागि कतिको तयार छ त? उनीहरूको सुरक्षा सञ्जाल कस्तो छ? हो, यही तयारीलाई नाप्ने कुरा हो पुँजी पर्याप्तता अनुपात। यसलाई ब्याङ्कको वित्तीय शक एब्जर्भर जस्तै सम्झिनुस्। मतलब कुनै अप्रत्याशित झट्का लाग्यो भने त्यसलाई पचाउन सक्ने ब्याङ्कको आफ्नै पुँजी कति छ भन्ने हो। र खुसीको कुरा के हो भने हाम्रो ब्याङ्किङ क्षेत्रको समग्र पुँजी पर्याप्तता अनुपात 12.89% छ। यसलाई एकदमै बलियो र राम्रोसँग नियमन गरिएको मानिन्छ। मतलब सुरक्षा कवच मजबुत छ। ल, हामीले निक्षेप, कर्जा, जोखिम र सुरक्षा कवच सबै हेर्यौं। अब यी सबै कुरालाई एकै ठाउँमा राखेर हेर्यौं। अहिलेको समग्र दृष्टिकोण कस्तो बन्छ त? चुनौतीहरू के छन् र उज्याला पक्षहरू के छन्? चुनौतीको कुरा गर्दा 3वटा मुख्य कुरा देखिन्छ। पहिलो, पछिल्लो महिनामा ऋण प्रवाह थोरै घटेको छ।
दोस्रो, खराब कर्जाको अनुपात 5.26% हुनाले ऋणको गुणस्तरमा केही दबाव परेको सङ्केत गर्छ। र तेस्रो, विशेष गरी फाइनान्स कम्पनीहरूमा जोखिम निकै बढी देखिएको छ। तर उज्यालो पक्ष पनि उत्तिकै बलियो छ। पहिलो, 7.52 खर्बको विशाल निक्षेपले जनताको विश्वास कायमै रहेको देखाउँछ। दोस्रो, 12.89% पुँजीको आधार एकदमै बलियो छ, जसले सुरक्षा दिन्छ। र तेस्रो, खुद्रा, उत्पादन र ऊर्जा जस्ता महत्त्वपूर्ण क्षेत्रमा ऋण प्रवाह भइरहेको छ। त्यसो भए एक लगानीकर्ताको नजरबाट हेर्दा अबको बाटो कस्तो होला? एकातिर ब्याङ्किङ क्षेत्रको जग र सुरक्षा कवच एकदमै बलियो छ। अर्कोतिर ऋणको गुणस्तरमा केही चुनौतीहरू देखिन थालेका छन्। हो, यही बलियो जग र बढ्दो जोखिम बीचको सन्तुलनले नै आउने दिनको चित्र कोर्नेछ। यो एउटा यस्तो विषय हो जसमा हामीले निरन्तर नजर राखिरहनुपर्छ।